बजाउँछ यो डमर बजाउनु भएको छैन डमर बजाउँछ यस्तो कि महादेवले बजाएको जस्तै बजाइदिन्छ कोही भजन सिकाउनुहुन्छ कोही डायबिटिज भएर कोही ब्लड प्रेसर भएर स्वा भएको बेलामा यहाँ उफ्रन आउँछ ढिङ 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 गरेर 200बाट 400 भयो 400बाट 500 भयो 500बाट 600 भयो 600बाट 1000 भयो अहिले करिब चाहिँ मैले सिकाइसकेको विद्यार्थी मेरो फारम छ यहाँ यो फारम अनुसार चाहिँ कमसेकम 5000 विद्यार्थी मेरो पुगिसक्यो यो कहाँबाट आउँछन् बालुजुबाट आउँछन् यो मेरो चाहिँ प्यारो विद्यार्थी फसल बजाउँदै त भर्खर ताती वा भनेर भर्खर 4 पाला 5 पाइला गर्दैछ पहिला आउँदाखेरि त मेरो अनुहार सानो थियो हैन कसरी सिकाउने हो कसरी गर्ने अब त बिस्तारै राम्रो गाएर ल्याएपछि मेरो अनुहार बिस्तारै हँसिलो अनुहार भएर बच्चाहरू नाच्यो भने मलाई आफू 2013 सालमा नाचेको याद आउँछ त्यो बालमा खेल्दाखेरि मादल बजाएर नाचेको अनुभव आउँछन् त्यो धर्मराज थापाले असनमा गीत गाउँदाखेरि बजाएको मादलको अनुभूति मलाई बच्चाको के मतलब चाहिँ रहर मतलब चाहिँ आनन्द आउँछ धागोले बाँधिरहेको शरीर जस्तो छ मेरो किनभने मेरो धारमा चाहिँ चारैतिर पेच कसिरहेको छ जेटा पेच कसिरहेको छ अब धमाधम मेरो चाहिँ यो उमेर हुँदा यो पेच खुस्किँदैछ हे चन्दालेका मलाई साह्रै नै प्यास लाग्यो तिम्रो त्यो गाग्रीबाट ल्याएको पानी मलाई पिउनुको लागि दिनुहोस् न अशुद्ध जाति भएको हुनाले म यो गाग्रीको पानी तपाईँलाई पाउन सक्दैन मैले चन्दालेका तपाईँसँग पानी मात्रै मागेको जात त मागेको होइन नि मलाई साह्रै नै प्यास लागिरहेको छ त्यसैले तिम्रो त्यो गाग्रीबाट ल्याएको पानी मलाई पिउनलाई दिनुहोस् न प्रत्येक मान्छे दिनका दिन नाचिरहेछन् त्यो ड्रामामा तपाईको ड्रामामा चाहिँ बसिरहेछन् यो त हाम्रो जीवन त एउटा चाहिँ के भने चाहिँ ड्रामा हो यो संसारमा हामी जुन चलिरहेको छ हामी खेलिरहेको छ यताउता जुन काम गरिरहेको छ यो सम्पूर्ण चाहिँ त्यो नाचभित्रै पर्छ तिम्रो आँखा त साह्रै राम्रो छ एकदम राम्रो छ नबोलिकन प्रशंसा गर्ने तपाईको अनुहार त्यो सम्पूर्ण चाहिँ अनुहारहरू मतलब चाहिँ त्यो नवरस भित्रमै एक्टिङ भएर गइरहेको त्यसको मतलब के भने नवरस बिना चाहिँ नाचहरू हुने भनेन ड्रामा हुने भनेन तपाईँ ड्रामालाई रिसाउने चाहिँ एक्टिङ गर्नुहोस् भनेपछि गरेर बस त्यो एउटा चाहिँ नवरस भित्री पर्छ महसुस गरेर हेर्नुहोस् म के गर्दैछु When it comes to Norwegian folk dance, it is much more stiff. It's like if you've seen, it's not exactly the same, but if you see Irish folk dance, you've seen river dance with the stepping, like the shoulders, they don't move much. It's like
and you have to be very, have very right postures. It's so detailed, the way, just the mudra and how, like for example in the namaskar, this one, which you have to do very fast, and it's so complicated, so there's so much about the hands. गुरुजहरूले नमस्कारको अरबार जना आरतीको मुद्रा गरेर चाहिँ सुन्नुस् यो दुईटा सिंहको उपहार दिन्छन् यो दुईटा नागको प्रतीक दिन्छन् यो बत्तीको just this is also very difficult to get. But Wednesday you have to complete this one, yeah? Yes, I have to. You practice more. But the ending तपाईले लेख्नु भएको छ मैले लेख्ने It's been wonderful to have Nuptu sir as teacher. He has been he has so much energy, and it's amazing to see how he can just, like, you can just keep on for the whole day. Yeah. You teach so much, and he still has energy to just give everything when he's teaching. He gives everything of himself when he teaches, which is so inspiring. But sometimes it's a little fast. I have to think very fast. 1, 2, 3, 4. Dun 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 dun. The Russian band is just like the Russian. You pray to God. You pray to Guru. Yeah. And you pray to audience. The Nepali people is doing namaste, namaste. Yeah. But you in dancing, you namaste. This is the mudra. Namaste. Yeah. 1, 2, 3. विदेशीले जापानी ड्रेस लगाएर झन्डामा नाचिरहेछ किन उलाई त मैले जापानी बनाएँ तर मेरो नेकेड आइले मैले त उलाई जापानी बनाएँ तर उसको अनुभूति उसको आनन्द त उसको भित्रले लियो नि त्यसैले म भन्छु मान्छे जोसुकै होस् या अमेरिकन होस् या जापानिज होस् या चाहिँ इन्डियन होस् जोसुकै होस् उलाई त्यो संगीतबाट आनन्द विभोर जन्म पर्यो उसको पनि श्वास छ मेरो श्वास जस्तो उसको पनि रगत हो मेरो रातो रगत उसको पनि रातै रगत हो आफूसँग भएको विद्या मैले चाहिँ आत्माको हिसाबले जातिले होइन आत्मताईलाई जातिले होइन म जस्तो भित्रको सोचेर मैले तपाईलाई सिकाएँ 145 जना मान्छेको अर्केस्ट्रा चाहिँ जुन कि अक्षर नपढेका र यति बार उति बार भन्न नसकेकालाई मकै हातमा मकै राखेर यो ट्रेनिङ गरेको यो ग्रुपका यो सबै किसानहरू छन् जो कि अनपढ कुमारीले त्यसलाई पारेको हाम्रो इन्द्र जात्राको बेलामा इलागलमा चाहिँ यसै नाच छ कोरियनहरूसँग हामी संयुक्त कार्यक्रम गर्छौँ यो जेनीजी हुनुहुन्छ जेनी के गर्नु प्रथम चाहिँ मैले 22 वटा माडल चाहिँ इलिजाबेथको सोमा चाहिँ मैले बजाएपछि चाहिँ इलिजाबेथले चाहिँ धेरै यसको चाहिँ मतलब चाहिँ मन पराइ भोग्यो इलिजाबेथ महारानीले स्टेजमा आएर हात मिलाउनु भयो र हात हेर्नुभयो खेर खनेको जस्तो चाहिँ खोट देख्नुभयो यो त गजबको तपाईँको हात रहेछ त भनेर अनि त्यहाँबाट हात मिलाएपछि अब तपाईँले चाहिँ योलाई चाहिँ नछोड्नुहोस् तपाईले भनेर चाहिँ इन्टरभ्यू लियो र बीबीसी लन्डनले एउटा सोधेको थियो तपाईको यो बाजाको के क्षमता छ के छ त यसमा भनेको नि मेरो बाजाबाट हाम्रो काठमाडौँमा यो बाजा कोचेक्सी बजाएर हामी ढुलै लिन जान्छौँ राति ढुलै लिन जान के त्यो कोचेक्सी बजाएर ढुलै लिन जाँदै हाम्रो के त्यहाँबाट सडकको कुकुर क्वाँ रोएर जाने भाग गर्छ त्यो कोचेक्सी बजायो भनेर ए यो बाजा बजाएपछि कुकुर पनि रुने रहेछ त हो रुन्छ अहिलेसम्म पनि रुन्छ भन्ने ल अहिले कुकुर राख्यो त भने कुकुर मैले बाजा बजाएर त्यो इन्सपेक्टर कुकुर रहेछ कुहाँको पनि कराएर
कुवाको पनि कराएर मलाई डर लाग्यो मैले भनिसकेँ अब कुकुर रुन्छ भनेर भनिसक्यो त्यहाँ कुकुर रुँदैन अब के गर्ने अब भन्दाखेरि जाने अनि हे प्रभु नाट्यस्वर ल यो कुकुरलाई रोइदिनु पऱ्यो मैले बाजा बजाउँदाखेरि भने अनि मैले नाच्न देउलाई चलाउने बाजा बजाएर कुवा गरेर रोएर ल्याएँ मैले एउटा च्याप्पो समातेर फुटबलहरू हुराएको छ फाट उडाएर सबैले वा कस्तो कस्तो भयो यसलाई भुस्या भन्छ यसलाई चुस्या भन्छ नाइकीसँग सम्बन्धित चुस्या हो चुस्यासँग भुस्या बजाउनु हुने के नाइकीसँग भुस्या बजाउनु हुँदैन ढिमेसँग यो चुस्या बजाउनु हुँदैन जस्तै डुडसँग माछा खानु हुँदैन भने जस्तै डुडसँग माछा खान्छ बाबु खाँदैन है खान्छ खाँदैन है डुडसँग माछा खाँदैन त्यसैले नाइकीसँग भुस्या कहिले पनि बजाउँदैन नेवारीबाट हुँदैन है जसरी नेवारीबाट भयो भने फेरि ट्रान्सलेट गर्नु भएन यो नेवारहरूको लास लाने बेलामा र काठमाडौँ उपत्यकामा भक्तपुरमा र थिमीमा यो सम्पूर्ण जात्रामा यो बजाउँछ लन्डनमा बजाएपछि फ्रान्समा बजाए फ्रान्समा बजाएर स्विजरल्यान्डबाट स्पेनबाट तपाईँको युगोस्लाभियाबाट रुसबाट जाने म जाने फर्केर आएपछि अनि जापानिजहरूले जाने मलाई अफर गरे 6 महिनाको लागि जाने जागिर खानु जाने म जापानमा गएँ 6 महिनासम्म बजाएपछि चाहिँ अनि म चाहिँ धेरै खानुपर्ने त्यहाँ जापानिजहरूले यति माथि खुवाउने मटर डुबाएर गएर सिनसिनमा जाने बिरामी हुन थाल्यो मटर फर्केर आइहाल्यो यो मुढेमे भनेको 54 टोलमा प्रायः हुँदैन 30-35 टोलमा मात्रै हुन्छन् र चाहिँ यो यरै पो ढिमे भने 54 टोलमा हुन्छन् र यो जपहरूको मुख्य बाजा भनेको के भने यो परम्परादेखि सानैदेखि सिकेर आउनुपर्ने भएको हुनाले सुरुमा तपाईँको चाहिँ ज्यापुहरूको समुदायमा त्यो बाजा सिकेर भने चाहिँ महिनाको 300 रुपियाँ जर्माना लाग्छ तपाईको अरु बाजामा चाहिँ तपाईको के भने यो औँला चलाएर बजाउँछन् हातले पनि बजाउनु पर्ने अनि लट्ठीले पनि बजाउनु अब ढा बजाउँदाखेरि सिधा लट्ठीले बजाउनु पर्ने अब यो ढिमे बजाउँदाखेरि एकदम घुमाउरो लट्ठीले अनि त्यो लट्ठी के को बनाएको हो भने बेडको बनाएको हुन्छ हाम्रो जग्गा यहाँदेखि चाहिँ नि सडकसम्म 5 रोप्नेको जग्गा छ यो सडकदेखि उतासम्म अब यो मेरो भाग भयो मेरो भाइको भाग मेरो आमाको भाग मेरो बहिनीको भाग यो मेरो बाको भाग परेसम्म हाम्रै जग्गा हो त्यो भाग छुटाउँदै सबै चाहिँ ब्रिटिसहरूको मसान ब्रिटिसहरूको मान्छे गाड्ने त्यहाँ राति भएपछि चाहिँ तपाईँको आवाज आउँछ एउटा किसिमको चित्कार आउँछ एउटा किसिमको चाहिँ के आवाज यस्तो हुन्छ नि हुनु त्यो मसानबाट निस्किन्छ यो चाहिँ घर एउटा पनि छैन त्यहाँ पहिला खेतसम्म खेत अनि त्यहाँबाट त्यो रानीबारीबाट त्यो रानीबारीबाट सिधा चाहिँ यहाँ त्यो बगेर आउने सामाखुसी बगेर आउने घरिघर भएपछि सबै घरले चाहिँ त्यो सामाखुसीले छेकेपछि सामाखुसी अर्कै ठाउँबाट गयो यताबाट आउनु छोड्यो खोला कहाँ गयो त सर त्यो रिङ रोडबाट अहिले ठुलो पाइप राखेर ल्याएछ त्यही भएर कुन दिन चाहिँ यो नदीले चाहिँ ठुलो रूप लिन्छ रूप लिएपछि धेरैको चाहिँ घर जान्छ धेरै चाहिँ सङ्गीतमा धेरै प्रस्तुति भयो भने
कम्पन भए जस्तै पृथ्वी पनि एकचोटि धेरै भएपछि चाहिँ धेरै लोड भएपछि कम्पन हुन्छ। कम्पन भएपछि यो सबै नाश हुन्छ, फेरि नयाँ सृष्टि हुन्छ, फेरि यो सबै प्रलय हुन्छ। प्रलय भएपछि त यो एक किसिमको चाहिँ फेरि सृष्टि हुन्छ। अनि पहिले मेरो हाम्रै जमानाको जस्तो एउटा एक माना चामल किन्यो भने एउटा फुल अन्डा चाहिँ सिटीमा दिने पुरानो संसद भवन हो। यो ग्यालेरी बैठकमा चाहिँ चाइनिज चाउनलाई आएको बेलामा मैले चाहिँ लप्सी प्रेजेन्टेसन दिएको थिएँ। म त्यो बेलामा यत्रो थिएँ, म नाचेर खुब नाचेर चाहिँ रमाइलो भएको हुनाले उहाँले मलाई काखमा राखेर पुरस्कार दिइरहेको फोटो। चाइनामा लप्सी पाउँदैन रे, त्यसैले लप्सी देखेपछि उनीहरू छक्क पर्छ, त्यसैले लप्सी प्रेजेन्ट दिएको भन्नुहुन्छ। यो संसारमा मेरो आमा भनेको मैले चिनेकै छैन। हु इज माई मदर। म पाएको चाहिँ 2 महिनापछि मेरो आमाले देह त्याग गर्नुभयो। मेरो बजेले मलाई चाहिँ सानैदेखि दुध खुवाएर यताउता गरेर पालेको। मलाई चाहिँ गाईले हान्न आयो। गाईले हान्दाखेरि खेतमा मेरो नातिलाई हान्यो भनेर चाहिँ मेरो बजेको भर्खर आँखा अपरेसन गरेको थियो। मेरो नातिले हान्न आयो भने यसो गरेको त्यो गाईले चाहिँ यसो सिङले चाहिँ यसो गर्दाखेरि आँखामा लागेर एउटा आँखा चाहिँ उहाँको गयो, दान दियो। मेरो लागि चाहिँ उहाँले आँखा एउटा नै घुमाइदिनु भयो। पहिला सुरु चाहिँ मैले बजाएको र नाचेको चाहिँ सिंहदरबारभित्रको नाचघरमा। त्यो नाचघरमा के भने पानी पराओ भनेपछि पानी खरार आउने, बादल गर्जाओ भनेपछि नाना दर्गाउने र जङ्गलको सिन भनेपछि यसरी त पर्दा झारेपछि जङ्गल आउने। एउटा टिकटको एक मोडले चाहिँ बेचेर चाहिँ त्यहाँ नाच गर्थेँ। त्यही बेलामा चाहिँ तपाईँ जेनरल टेलर्सले पनि त्यहाँ नाच हेर्न आएको रहेछ एक मोड तिरेर। अनि त्यो बेलामा चाहिँ मेरो बजाइ हेरेर उसलाई साह्रै नै सिक्ने इच्छा लाग्यो। के अरे बिचरा भर्खर कुमारी थियो, 17-18 वर्षको केटी थियो। युएसए डाइरेक्टर भएको हुनाले मलाई फोर्सले चाहिँ के यो मान्छे को हो, कहाँको के कसो भनेर पत्ता लगाइहाल्यो। मेरो छोरीलाई चाहिँ तिमीले ढिमै सिकाउनु पऱ्यो भनेर मलाई बेन्च कार, अब त्यो बेलामा बेन्च कार भनेपछि राजाले मात्रै चढ्ने। असनको गल्लीमा नछिन्ने गरी चाहिँ बेन्च कार लिन आयो। लिन आएपछि ल बा अब यो सबैले मलाई चाहिँ यो मान्छे त क्या हो र ठुलै मान्छे भयो कि क्या हो भनेर सबै टोलको मान्छेले मलाई जिताउनु पर्ने रे त क्या हो अमेरिकनसँग बिहा गरिस् कि क्या हो भने भन्नु थाल्यो। उसलाई मैले चाहिँ 6 महिनासम्म ढेमे सिकाएँ। ढेमे खुब राम्रो बजायो। ल अब तिमी अमेरिका जाने भनेपछि चाहिँ म अमेरिका नजाने, म यहीँ बसेर उ गर्ने भनेर। ल त्यसले चाहिँ त यहीँ बस्ने भयो भने तँलाई चाहिँ तँ बिहा गरेको छ नि, तँलाई बिहा गर्ने बेलामा सम्पूर्ण पैसा म पठाइदिन्छु भने बिहा गर्ने। वीर अस्पतालमा नर्सहरूलाई चाहिँ डान्स सिकाउन गएको बेलामा मेरो श्रीमती पनि हस्पिटलमा काम गर्थे, पेथोलोजीमा काम गर्थे। अनि ऊ माथि आएर हेर्ने, म नाच सिकाइराख्ने, बजाइराख्ने। अनि त्यही बेलामा उसले पनि मन परायो, मैले पनि मन परायो। त्यही बेला ल पऱ्यो अनि एरेन्ज म्यारेज भयो। मतलब सङ्गीतबाटै चाहिँ मेरो म्यारेज सबै सुरु भयो। म जापानमा हुँदाहुँदै चाहिँ मेरो छोरा पायो। छोरा पाएर चाहिँ छोरा पायो भनेर चाहिँ खबर आउन साथ त मेरो चाहिँ 2 लाख रुपियाँ झम। किन 2 लाख रुपियाँ झम भने ल छोरा पाएको उपलक्ष्यमा पार्टी गर्नु पऱ्यो भने अब जापानमा पार्टी भनेपछि ठुलै पार्टी भइहाल्यो। साथीहरू बर्थडे गयो, हुँदा कुकुरको बिहामा समेत जाने कार आउनु थाल्यो। मुनमुन र चुनचुन भन्ने चाहिँ 2टा कुकुरको चाहिँ बिहामा मलाई कार आयो। म त यो मुनमुन चुनचुन त चाहिँ केटाकेटीको बिहाको होला भनेर चाहिँ भनिरहेको सोचिरहेको थियो। त भरे गएर त कारमा तल के भने नि अन्त कुकुरको लुगा लिएर आउनु भए बेस होला भनेर लेखेको रहेछ कि। कुकुरको लुगा एउटाको 4000 मारेन। अब 4000 तिरेर कुकुरको लुगा किनेर चाहिँ कुकुरको बिहामा जानु दिए। मेरो जिन्दगीमा कहिले पनि नसोचेको घटना। नृत्य दलबाट जाने ल युरोप घुम्न जाने भनेर भन्यो। बिचरा भैरवा थापाले सारा सम्पत्ति बिक्री गरेर हामी सारा मान्छेलाई चाहिँ 25 जनालाई हो कि 22 जना मान्छेलाई चाहिँ युरोप घुमाउन लाग्यो। युरोप भन्दाखेरि पहिला हामी चाहिँ तपाईँ जर्मन गए, किर्खाइम भन्ने ठाउँमा। किर्खाइम भन्ने ठाउँमा हामीले नाच देखाउन गएँ।
त्यहाँ नाच देखाएको बेलामा चाहिँ जर्मनीहरू चाहिँ यति खुसी भएर नाच्न आयो कि त्यो रात गएको पनि थाहा छैन, दिन गएको पनि थाहा छैन। खाएको छ, पिएको छ, नाचेको छ, खाएको छ, पिएको छ। आखिरमा चाहिँ त्यो केटीहरूले तान्न आएर झलक मान्ने समेत तानेर लैजाने है, झलक मान्ने समेत तानेर लैजाने, कुमार बस्ने तान्ने लाने। हामीले मतलब नेपाली अनि भैरव टापाले चाहिँ के भन्छ, ओहो ल मार्यो, अब चाहिँ यो जर्मन आएर चाहिँ हाम्रो केटीहरूले चाहिँ के गर्ने हो थाहा छैन है भनेर चाहिँ उहाँले चाहिँ यस्तो किसिमको पिर मान्नुहुन्थ्यो। सडक महोत्सव भएको थियो अनि फ्रेन्ड्सहरू कस्तो किसिमको नाच नाच्यो भने सम्पूर्ण नेकेड त्यो ठाउँमा चाहिँ सबै त्यो पुतली बनाएका हुन्। मैले ढिमे बजाउँदाखेरि त्यो पुतलीहरू लेखेका नानीहरू केटीहरू पनि अब मेरो अगाडि चाहिँ नाच्न आयो। अब सबैले नाच्न थाल्यो। अब हामीले के नचाउने भने हामीले लाखे नाच्न गयौँ। अनि त्यो लाखे नाच देखेपछि त हाम्रो लाखेको त ख्वापा हुन्छ, अझ मुकुट हुन्छ। त्यो लाखे नाचेको देखेर त्यो पुतली लेखेका केटीहरू सबै भाग